सभाका सदस्य अध्यक्षज्यू, संयोजक कमरेड माधव कुमार नेपालज्यू, नेतृत्व पंक्तिमा रहनुभएका सबै विशिष्ट अगुवाज्यूहरू, नेतागण, सहकर्मी मित्रहरू, दिदीबहिनी तथा दाजुभाइहरू, मैले यहाँहरू समक्ष न्यानो अभिवादन अर्पण गरे। शालोम। अहिले हामी यो प्रयत्नमा लागिरहँदाखेरि हाम्रो अगाडि केही त्यस्ता कुराहरू छन् जसले साँच्चीकै बाध्य बनाइराखेको छ जुट्नका निम्ति। किनभने हामीले गरेका प्रयासहरूमा आज पनि सफल हुन सकिराखेको छैन। नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिक परिवर्तनका विभिन्न समयमा भएका विभिन्न आन्दोलनहरूले चाहेको परिवर्तन अहिले पनि आउन सकिराखेको छैन। त्यसकारण हामी यसरी जुट्नु परिराखेको हो भन्ने मलाई लाग्दछ। देश आज पनि न्याय, समानता, स्वतन्त्रता र समृद्धिको खोजीमै निरन्तर आन्दोलनको गोलचक्करमा फसिराखेको छ। विशेष गरी परिवर्तनको अग्रपङ्क्तिमा उभिएको युवा शक्तिले, जसले बारम्बार आस्था र आशा बोकेर सडक ताएको छ, अपेक्षित परिवर्तन अनुभूत गर्न सकेको छैन। पटक पटकका आन्दोलनहरूले शहादतको सङ्ख्या त बढायो, तर शहीदका सपनाहरू फेरि फेरि भ्रष्ट चरित्रसँग साटिएका उदाहरणहरू हाम्रा अगाडि ताजा छन्। हालै नवयुवा पुस्ता जेनजीको आक्रोशले देशमा ठुलो आँधी चलायो। कुशासन र भ्रष्टाचारको छाया तल छिरिसकेको ठुलो रुखका पहेँलिएका पातहरू चुडियो, तर त्यसको मूल जरो अझै उखेलिएको छैन, रुख ढलेको छैन। अराजकता, कुशासन र कालाबजारीको गठबन्धनले कब्जा गरेको राज्य संयन्त्र र अर्थतन्त्रका विरुद्धमा उठेको आन्दोलनले त्यस रुखको पात त झार्यो, तर पुरानो संस्कार, प्रवृत्ति र प्रचलनका रूपमा रहेको गहिरो जरो उखेल्ने निर्णायक परिवर्तनको आन्दोलन अझ सम्पन्न हुन बाँकी छ। अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र पश्चगमनले आज पनि देशमा निर्बाध रूपमा निरन्तरता पाइरहेको छ। शान्तिपूर्ण, सुन्दर र समृद्ध नेपाल निर्माणमा तेर्सिएका अवरोधहरू हटाउनका लागि अब एक इमान्दार, बलियो र दूरदर्शी राजनीतिक प्रतिबद्धता अनिवार्य बनेको छ। अहिले दशकभन्दा बढी समय एकल प्रयासमा हामीले कठोर सङ्घर्ष गरी आयौँ, तर समयले एउटा महत्त्वपूर्ण पाठ सिकायो। साँचो परिवर्तन ल्याउन अब एक व्यापक, बलियो र एकीकृत राजनीतिक शक्ति अपरिहार्य बनेको छ। त्यसकारण हामी यो एकीकरण प्रक्रियामा जुटेका हौँ। समय अघि हामीले नयाँ पुस्ता र साना साना दलहरूसँग एउटा वैकल्पिक मोर्चा तयार गर्ने र बलियो ढङ्गले उभिने प्रयास गरिरह्यौँ। त्यो प्रयास र सम्भावना आज पनि खुल्लै छ, तर अबको यात्रालाई अझ व्यापक, सशक्त, अपराजयी बनाउन आवश्यक भइसकेको अनुभूति गर्दै, राजनीतिक ध्रुवीकरणका वर्तमान परिस्थितिसँग तालमेल मिलाउँदै हामी नेपाली कम्युनिस्ट पार्टीको मूल प्रवाहमा एकाकार भएर अघि बढ्ने निर्णयमा पुगेका हौँ। यसो गर्दै विभिन्न नाम र संरचनामा छरिएर रहेका वैकल्पिक राजनीतिक प्रयासहरूलाई पनि यही प्रवाहमा एकीकृत हुँदै देशको ठुलो परिवर्तनमा हातेमालो गर्न हामी हार्दिक आह्वान गर्दछौँ। हामी जनजागरण पार्टी नेपालका सहकर्मीहरू अबको यात्रामा यिनै मूल्यहरूलाई आत्मसात गर्दै अझ उत्साह, सक्रियता र बलिदानी सङ्कल्पसहित पीडित, प्रताडित र उपेक्षित वर्ग तथा समुदायको हितमा निरन्तर समर्पित रहने प्रतिबद्धता जाहेर गर्दछौँ। सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणमा हाम्रो साझा लक्ष्य जसरी तय गरिएको छ, त्यस लक्ष्यतर्फको यात्रामा हामी निर्विघ्न अघि बढ्ने विश्वास व्यक्त गर्दछौँ। अन्त्यमा अझै व्यापक, प्रबल र अपराजयी बन्दै आएको यो नयाँ अभियानमा तपाईँहरूको न्यानो समर्थन, साथ, मार्गदर्शन र सहयोग प्राप्त भइरहने आशा व्यक्त गर्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।